नमस्ते यहाँहरू सबैलाई। आजको यो विशेष कार्यक्रम भनेको विक्रम सम्वत 2079 सालको बडा दशैँ एवं विजय दशमीको उपलक्ष्यमा नेपाली साहित्य समाज न्युजिल्यान्डले शुभकामना आदान-प्रदान तथा 2 जना अग्रज स्रष्टाहरूलाई विशेष बधाई दिने कार्यक्रम पनि रहेको छ। यस कार्यक्रममा म यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु र कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन चाहन्छु। सर्वप्रथम म मेरो परिचय दिन चाहन्छु। नमस्ते, म विपिन्द्र कोइराला, नेपाली साहित्य समाजको महासचिव, वर्तमान महासचिव र केही विशेष समस्याको कारणले गर्दा म केही समय यहाँहरूबाट ओझेल परेँ। म बिचमा भएको केही कार्यक्रमहरूमा म सहभागी हुन पाइनँ। त्यसको लागि मैले एकदम अ, क्षमा माग्न चाहन्छु यहाँहरू सबैसँग र विशेष गरी हाम्रो नेपाली साहित्य समाज न्युजिल्यान्डको कार्य समितिले त्यो बेला मेरो अनुपस्थितिमा पनि एउटा जुन ढङ्गले मेरो अभाव खड्किन नदिइकन जुन कार्यक्रम सञ्चालन गर्नुभयो, जुन कार्यक्रमलाई अगाडि लिएर जानुभयो, म एकदमै हृदयबाटै आभार प्रकट गर्न चाहन्छु र विशेष गरी हाम्रो सचिव गोपाल सर र अध्यक्ष हाम्रो वीरेन्द्र केसी सरलाई पनि म हृदयबाट नै धन्यवाद दिन चाहन्छु। अब यसलाई एकैछिन यहाँ थाँती राख्दै म औपचारिक कार्यक्रमलाई अगाडि बढाउने अनुमति माग्न चाहन्छु है त। मैले अघि नै भनिसकेँ आजको विशेष कार्यक्रम भनेको हाम्रो यो बडा दशैँको शुभकामना आदान-प्रदानमा केन्द्रित हुन्छ र सँगसँगै 2 जना अग्रज स्रष्टाहरू भर्खरै सम्मानित हुनुभएको छ। आफ्नो तर्फबाट उहाँहरूलाई पनि हामी विशेष बधाई कार्यक्रम राखेका छौँ। अब यो कुरालाई एकैछिन थाँती राख्दै अब कुनै पनि कार्यक्रम औपचारिक कार्यक्रम सञ्चालन गर्नको लागि त्यस कार्यक्रममा एकजना सभापतिको आवश्यक पर्दछ। तसर्थ आजको यस औपचारिक कार्यक्रमलाई पनि म अगाडि बढाउनको लागि आजको यस कार्यक्रममा सभानायकको आसन ग्रहण गरिदिन हुनको लागि म यसै नेपाली साहित्य समाज न्युजिल्यान्डका वर्तमान अध्यक्ष डाक्टर वीरेन्द्र केसीज्यूलाई म हार्दिक अनुरोध गर्छु। धन्यवाद विपिनजी। हजुरहरू सबैमा मेरो नमस्कार। हजुर। धन्यवाद उहाँलाई। यसै गरी आसन ग्रहणकै क्रममा हाम्रो यसै नेपाली साहित्य समाज न्युजिल्यान्डको उपाध्यक्ष हुनुहुन्छ युवराज भण्डारीज्यू। उहाँलाई पनि म आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो यसै संस्थाको अर्को अध्यक्ष हुनुहुन्छ नमिता दवाडीज्यू। उहाँलाई पनि म आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो यसै संस्थाको सचिव हुनुहुन्छ गोपाल कण्डेलज्यू। उहाँलाई पनि म आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो यस नेपाल साहित्य समाजको एकजना एकदम अग्रणी अग्रज र उहाँ सल्लाहकार पनि हुनुहुन्छ र उहाँलाई हामीले संरक्षकको रूपमा पनि हेर्छौँ र उहाँ हाम्रो यस साहित्य समाजको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ श्री पशुपति कर्मचारीज्यूलाई पनि म आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यस्तै गरी वरिष्ठ व्यक्तित्व साहित्यमा एकदम उहाँको चाहिँ राम्रो दखल छ र हाम्रो यो संस्थालाई सधैँ माया गर्ने र उहाँ पनि सल्लाहकार हुनुहुन्छ हाम्रो यस संस्थाको श्री श्रीधर बस्नेतज्यूलाई पनि म आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी आजको हाम्रो यस कार्यक्रमको आकर्षण पनि हुनुहुन्छ 2 जना अग्रज स्रष्टाहरू नेपालबाट जोडिँदै हुनुहुन्छ। सर्वप्रथम म के भन्न चाहन्छु भने हालै सम्पन्न यो अन्तर्राष्ट्रिय साहित्य समाजको उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा डाक्टर रेणुका सोलुज्यूलाई आज हामी विशेष अतिथिको रूपमा आसन ग्रहण गर्न चाहन्छौँ। उहाँलाई पनि म विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो अर्को एकजना अतिथि हुनुहुन्छ, उहाँ पनि सम्मानित हुनुहुन्छ। भर्खरै हाम्रो चाहिँ राष्ट्रपतिज्यूबाट उहाँले चाहिँ प्रबल जनसेवाश्री भन्ने पदबाट उहाँ विभूषित हुनुभएको छ। डाक्टर जानुका नेपालज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसैमा म थोरै स्मरण गराउन चाहे आजको हाम्रो मुख्य आकर्षण भनेको डाक्टर रेणुका सोलुज्यू हुनुहुन्छ। उहाँ चाहिँ भर्खरै निर्वाचित हुनुभएको छ अनेसासको उपाध्यक्षको रूपमा। अनि त्यस्तै गरी डाक्टर जानुका नेपालज्यू हुनुहुन्छ, उहाँले भर्खरै पदक प्राप्त गर्नुभएको छ। उहाँ दुवैलाई म विशेष अतिथिको आसन
ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब यसै गरी हाम्रो लगभग आसन ग्रहणको कार्यक्रम अब यही सकिएको छ। यदि कोही महानुभावहरू अहिले जोडिन सक्नु भएको छैन र पछि जोडिनु भएछ भने म उहाँहरूलाई त्यो बेला सम्बोधन गर्न चाहन्छु। अब यो कुराहरूलाई यहाँ विपिनजी, हजुर रेणुका डाक्टर साहब जोडिनु भएको छ अनि ए कमल सर र विनोद सर पनि हुनुहुन्छ है। कमल श्रेष्ठ सर र विनोद भौकाजी सर पनि हुनुहुन्छ है हामीसँगै हजुर आसन ग्रहणको लागि। अनि उहाँहरू जोडिनु भयो हाम्रो हजुर, कमल सर पनि हुनुहुन्छ, विनोद भौकाजी सर हुनुहुन्छ, हजुर डाक्टर रेणुका डाक्टर साहब पनि आउनुभएको छ। हजुर आसन ग्रहणमा उहाँ तीनजनालाई पनि जोड्नु है प्लिज। हुन्छ। यसै गरी आसन ग्रहणकै क्रममा हाम्रो बाबुराजा दाइ त जोडिनु भएन नि है। हजुर, हुनुहुन्न। यसै गरी आसन ग्रहणकै क्रममा नेपाली साहित्य समाजका सल्लाहकार पनि हुनुहुन्छ। उहाँ अघि हाम्रो अनौपचारिक रूपमा कुरो पनि भएको थियो। जुन नेपालको एउटा कल्चर सेन्टर छ, उहाँले नै यो ठाउँसम्म पुर्याउनु भएको। त्यसको बारेमा विशेष समय मिलेछ भने कुनै दिन एकदम व्यापक चर्चा गरौँला। हाम्रो एकदम वरिष्ठ व्यक्तित्व हुनुहुन्छ कमल प्रसाद श्रेष्ठज्यू, उहाँलाई पनि म आजको यस कार्यक्रममा आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी नेपाली साहित्य समाजका सल्लाहकार हुनुहुन्छ र उहाँ पनि साहित्यमा अत्यन्तै राम्रो दखल राख्नुहुन्छ र उहाँ विभिन्न अरू सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ र मेरो प्रिय दाजु शैलेश कर्मचारीज्यूलाई पनि म आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणकै क्रममा अग्रस्रष्टा, यो संस्थालाई अत्यन्त माया गरिदिने अग्रस्रष्टा, विभिन्न क्षेत्रमा दखल राख्नुहुने विनोद भौकाजीज्यूलाई पनि म आसन ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छु। अब यो आसन ग्रहणको कार्यक्रमलाई यहाँ अलिकति थाँती राख्छु म। यहाँ रेणुका डाक्टर साहब सुत्नुभयो कि विपिनजी? उहाँ आइसक्नुभयो। मैले स्क्रिनमा भर्खर जोडिनु भएको छ। हुन्छ। यसै गरी आसन ग्रहणकै क्रममा म डाक्टर जानुका नेपाल पौडेलज्यूलाई पनि म आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अनि यसै गरी आसन ग्रहणकै क्रममा हाम्रो डाक्टर रेणुका सोलुज्यू आइपुग्नु भएको छैन होला? आइपुग्नु भएको छ। उहाँ नि आइपुग्नु भएको छ, मैले स्क्रिनमा नदेखेर सरी है। उहाँलाई पनि म अतिथिको आसन ग्रहण गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्कार हजुर। अब आसन ग्रहणको क्रमलाई अब यहाँ थाँती राखौँ। अब को जोडिनु भएको छैन, पछि उहाँहरू जोडिनु भयो भने म त्यही अनुसार नाम उच्चारण गर्छु, सम्बोधन गरौँला। अहिले एकैछिनलाई यो यहाँ राखेर अब हामी कार्यक्रमलाई अगाडि बढाउँछौँ, होइन त सर? हजुर। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामीसँग उद्धव दाई र बाबुराजा दाई उपस्थित हुनुहुन्न र नमिताजी। विशेष गरी बाबुराजा दाई र उद्धव दाई हाम्रो एनआरएनको प्रेसिडेन्ट पनि हुनुहुन्छ र बाबुराजा दाई हाम्रो यस संस्थाको सल्लाहकार पनि हुनुहुन्छ। उहाँहरूले यो कार्यक्रममा जोडिन भ्याउनु भएन। उहाँहरूले चाहिँ विशेष धन्यवादको मेसेज पठाउनु भएको छ। हाम्रो वीरेन्द्र सरले पठाउनु भएको रहेछ। उहाँले अघि मलाई देखाउँदै हुनुहुन्थ्यो। उहाँ उपस्थित हुन नसके पनि उहाँहरूले धन्यवाद मेसेज पठाउनु भएको छ, सबैलाई शुभकामना दिनुभएको छ। त्यही भएर उहाँहरूलाई पनि हाम्रो तर्फबाट विशेष धन्यवाद दिन चाहन्छौँ र यहाँ उपस्थित हुनुभएको सबैजनालाई म स्वागत गर्न चाहन्छु र स्वागत सँगसँगै हाम्रो यसै संस्थाको उपाध्यक्ष हुनुहुन्छ नमिता दवाडीज्यू, उहाँ पनि उपस्थित हुन नसक्नु भएको कारणले गर्दा उहाँले पनि शुभकामना सन्देश पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब यसपछि हाम्रो कोही छुट्या छ त सर? छैन है अहिलेसम्म। हजुर, छुट्नु भएको छैन। मैले स्क्रिनमा कहिलेकाहीँ यो कार्यक्रम चलाउने क्रममा मिस गरेको हुन सक्छु, मलाई त्यसलाई रिमाइन्ड गरिदिनु होला सर है। अब यसै गरी अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब हामी शुभकामना मन्तव्य अनि रचना वाचन कार्यक्रमतिर लाग्ने त हो। अब यो रचना वाचन कार्यक्रम र शुभकामना मन्तव्य दिन हुनको लागि म सबैभन्दा सुरुमा हाम्रो यसै संस्थाको वरिष्ठ सल्लाहकार पनि हुनुहुन्छ, संरक्षक पनि हुनुहुन्छ र उहाँ संस्थापक अध्यक्ष पनि हुनुहुन्छ श्री पशुपति कर्मचारीज्यूलाई दसैँ शुभकामना विशेष मन्तव्य र सबै यहाँ आउनु भएको आजको कार्यक्रमको आकर्षण हुनुहुन्छ दुईजना अतिथि, उहाँहरूलाई बधाई पनि दिन हुन र आफ्नो रचना पनि वाचन गरिदिन हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। पशुपति कर्मचारीजी। धन्यवाद डॉक्टर प्रसाद।
दिपेन्द्र कोइरालाज्यू, हाम्रो नेपालीहरूको घर आँगनमा आइ नै सकेको विजयादशमीको उपलक्ष्यमा सबै महानुभावहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। आजको जुमको कार्यक्रमका अध्यक्ष श्री विपेन्द्रज्यू, नेपाली साहित्य समाजका अध्यक्ष हुनुहुन्छ, अन्तर्राष्ट्रिय साहित्य समाजका उपाध्यक्ष जो हालै उहाँ उक्त पदमा निर्वाचित हुनुभएको छ, डाक्टर रेणुका सोलुज्यू, उहाँलाई हार्दिक बधाई दिन चाहन्छु। त्यसै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली विभागका अध्यक्ष डाक्टर जानु नेपाल, उहाँलाई पनि हार्दिक शुभकामना दिन चाहन्छु। सरकारबाट उहाँले भर्खरै प्रबल जनसेवाश्रीबाट विभूषित हुनुभएकोले उहाँलाई हार्दिक शुभकामना दिन चाहन्छु। अरू साथीहरू जो जुममा उपस्थित हुनुहुन्छ उहाँहरू सबैलाई म हार्दिक नमस्कार भन्न चाहन्छु। मैले 4-5वटा यो हाइकु भन्ने विचार गरेको छु, जो यस प्रकार छ। स्वतन्त्र जित, नेता मुखमा लाट, यो तिरस्कार। निजगढमा एयरपोर्ट पर्दैन ऋणको भारी। निजगढमा एयरपोर्ट पर्दैन ऋणको भारी। युवाको श्रम देशमा बग्न पाएन आमाको आँसु। असंलग्नता हाम्रो देशको प्राण, असंलग्नता हाम्रो देशको प्राण संलग्न भइगए। नागरिकता वर्षौंदेखिको खेल भर्दैन पेट। नागरिकता वर्षौंदेखिको खेल भर्दैन पेट। अब एउटा सानो कविता म सुनाउन चाहन्छु। यसको शीर्षक जुन। ए जुन, तिम्रो सौन्दर्य र मादकताबाट मोहित भई फुलहरू एकटकले निहालिरहेछ तिमीलाई। चराहरू आफ्नो गुडमा गइसकेपछि बिस्तारै आफ्नो हँसिलो अनुहार लिएर देखा पर्छ। तिमी दयालु हौ, प्राणी मात्रमा माया र करुणाले प्रकाश बिछाई रातभर जागा रहन्छौ। कहिले कहीँ तिमी बादलभित्र धेरै बेर लुकी साउटी गर्छौ र थकित मात्रामा बाहिर आउँछौ। तिमीलाई नदेख्दा छालहरू निराश हुन्छन्। तिमीलाई नदेख्दा छालहरू निराश हुन्छन्। बिस्तारै तिम्रो आगमनपछि हतार हतार तिमीलाई भेट्न छालहरू आउँछन्। पाउन नसकेपछि निराश भएर जान्छन्। घामका किरणहरूलाई भेट्न आतुर तिमी। घामका किरणहरूलाई भेट्न आतुर तिमी। लगतै घाम गइसकेपछि अनवरत रूपमा घामलाई पछ्याइरहन्छौ र निराश भएर जान्छ सधैँ। धन्यवाद। धन्यवाद हाम्रो पशुपति कर्मचारीज्यूलाई। उहाँले अत्यन्तै सटिक तरिकाले हाइकु लेख्नुहुन्छ। उहाँले अत्यन्तै मिठो हाइकु सुनाउनु भयो। त्यसको लागि उहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यसै गरी शुभकामना मन्तव्य, अतिथिलाई बधाई र रचना वाचन गरिदिनु हुनको लागि म हाम्रो यसै संस्थाका सल्लाहकार र वरिष्ठ व्यक्तित्व श्री श्रीधर बस्नेतज्यूलाई म अगाडि बोलाउन चाहन्छु। श्रीधर बस्नेतज्यू। नमस्कार, धन्यवाद विजेन्द्रजी। सबै साहित्य प्रेमी साथीहरू, नेपाली साहित्य समाजका पदाधिकारी साथीहरू, संरक्षकज्यू, सल्लाहकार साथीहरू, शुभेच्छुक र जसले हामीलाई कार्यक्रमलाई हेरिरहनु भएको छ सबै महानुभावहरूमा हार्दिक नमस्कार। अहिले सबैले भने जस्तै यो हाम्रो कार्यक्रम एउटा बधाईको कार्यक्रम पनि भएको हुँदाखेरि जो हाम्रो कार्यक्रमहरूमा बेला बखत जोडिँदै हामीलाई
केही नयाँ कुराहरू सुनाउँदै हामीबाट टाढा भए पनि हामीलाई नजिक नेपालसँग नजिक ल्याउने क्रममा डाक्टर रेणुका सोलु र डाक्टर जानुका उहाँले चाहिँ हामीहरूलाई धेरै पटक हामीलाई कार्यक्रमहरूमा धेरै हामीले उहाँहरूको कुराहरू सुन्न पाएका छौँ। उहाँहरू सम्मानित हुनुभएकोमा हामी धेरै खुसी छौँ। न्युजिल्यान्ड नेपाली साहित्य समाजको तर्फबाट हामीले यो सुनेर जुन वीरेन्द्रजीले यो कार्यक्रम राख्नुभयो त्यसको लागि उहाँलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। र यो सम्मानित पद जुन प्राप्त गर्नुभयो र सम्मानित विभूषण प्राप्त गर्नुभयो त्यसमा तपाईहरुको धेरै मेहनत तपाईहरुको धेरै एउटा ऊर्जा लागेको छ र त्यो ऊर्जा अब फेरि हामीसँग जोडिएर त्यसका हामीले पनि केही फाइदाहरू लिन पाउँछौँ होला भविष्यमा जोडिँदै जाँदाखेरि। र यो हाम्रो खुसीको अवसरमा तपाईहरुलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ। यति आत्मादेखि नै उहाँहरूले स्वीकार गर्नुहोला। र यो महान चाड हाम्रो दशैं आइरहेको परिप्रेक्ष्यमा शुभकामना आदान प्रदान पनि हाम्रो अर्को उद्देश्य हो। र यस्तो शुभकामना दिने क्रम हामी टाढा टाढा छौँ तैपनि भेटघाटै नभए पनि यो क्रम चलेकोमा खुसी लागेको छ र आउँदा दिनहरुमा पनि हामीले यस्ता अवसरहरू पाइ नै रहनेछौँ। मैले चाहिँ मेरो खासै नयाँ मैले रचना गर्न सकेको छैन। नयाँ रचना भयो भने मात्रै मलाई चाहिँ नि अलिकति बोल्नलाई आउँछ। म पुरानो कुराहरू भन्न लेख्न चाहिँ मैले यसपालि पाइनँ। त्यसकारण मैले के भनेदेखि यो शुभकामना भनेको हाम्रो सम्बन्ध विस्तारको एउटा अवसर हो। त्यसकारण सम्बन्ध हार्दिक हुँदै जाओस्। यो शुभकामना दिने क्रममा म त्यही भन्छु, सम्बन्ध विस्तार हुँदै जाओस्, सम्बन्ध हार्दिक हुँदै जाओस्, सम्बन्धका पाइला पाइलामा आत्मीयता बढ्दै जाओस् र यस्ता महान पर्वहरू आउँदै गर्दा हाम्रो न्यानोपन बढ्दै जाओस् र हामी सबैले यसबाट चाहिँ नि फाइदा लियौँ र हाम्रो आत्मीयता बढ्दै जाओस्। म यति भन्दै सबैलाई म शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद श्रीधर बस्नेतज्यूलाई। उहाँले रचना वाचन गर्नु भएन, यद्यपि उहाँसँग थुप्रै रचनाहरू हुन्छन् हामीलाई थाहा छ, तर अहिले उहाँले नयाँ नकोर्नु भएको रहेछ। ठिकै छ, अर्को पटक सुनौला। अब यसै गरी मन्तव्य, अतिथिलाई बधाई र रचना वाचन गरिदिनु हुनको लागि म नेपाली साहित्य समाजका सल्लाहकार, वरिष्ठ व्यक्तित्व र कल्चरल नेपालको प्रेसिडेन्ट पनि हुनुहुन्छ उहाँ कमल प्रसाद श्रेष्ठज्यू, उहाँलाई म अगाडि आइदिन हुन हार्दिक अनुरोध। धन्यवाद दिवेन्द्रजी। उहाँले जुन तपाईँले भाषणको भन्नुभयो, भाषणबाट त म टाढै छु, पछि फेरि बोल्न दियोस्। माने यस आज बैठक जुन यो जुन बैठक अध्यक्ष हाम्रो डाक्टर वीरेन्द्रज्यू र विशिष्ट हाम्रो एक किसिम पाहुना त होइन वास्तवमा, तर मैले आज पाहुनाको रूपमा लिएँ हाम्रो डाक्टर रेणुका सोलु र डाक्टर जानुका नेपाल पौडेल। उहाँ निकै अगाडिदेखि हामीमा जोडिसक्नु भएको रहेछ, तर पनि मैले त्यो मिस गरिरहेको थिएँ। उहाँले चाहिँ उहाँहरू चाहिँ र एवं चाहिँ जति पनि हाम्रो नेपाली साहित्य समाजका हाम्रा अधिकारी साथीहरू र त्यस्तै आज जुमबाट जोड्नुभएका सबै साथीहरूमा मेरो विनम्र र नमस्कार। माने एक किसिमको उहाँलाई चाहिँ मेरो जस्ट 2 शब्द अगाडि राख्न गइरहेको छु। र उन त भनिहाल्नुभयो, म नेपाली जुन हाम्रो यो साहित्यको विधामा त्यति माने सुरुदेखि मैले त्यति समय बिताउन नसके पनि उहाँले चाहिँ 6 वर्ष अगाडिदेखि जबदेखि हामीले यो हाम्रो नेपाली साहित्य समाजको जुन स्थापना हामीले यो न्युजिल्यान्डमा गऱ्यौँ त्यो बेलादेखि हामी सँगै चाहिँ गाँसिएर सानादेखि काम गरेर अगाडि आइरहेको छौँ। र अब यसमा सर्वप्रथम म डाक्टर रेणुका सोलु जुन उहाँ अन्तर्राष्ट्रिय साहित्य समाज उहाँको दिनहरूले जुन उपाध्यक्ष पदमा चाहिँ मैले एक किसिमले इलेक्टेड हुनुभयो, त्यसको लागि उहाँलाई हार्दिक बधाई दिन्छु। अनि साथै चाहिँ हाम्रो जानुका नेपाल, डाक्टर जानुका नेपाल जो अहिले माने एक किसिमको विशिष्ट माने निकै जुन उहाँले पदवी पाउनुभयो, हाम्रो माने राष्ट्रपतिबाट जुन यो
यो एक्चुअली हामीले गाह्रो छ। हामी पहिले हामीले गोर्खा दक्षिण भएको 63 पट्ट भन्दाखेरि निकै सहिलो थियो। अहिले जुन जनसेवा पद उहाँबाट विभूषित हुनुभयो, यसको लागि पनि हाम्रो दुवैजनालाई हार्दिक बधाई दिन चाहन्छु। र वास्तवमा जुन किसिमको यो कार्यक्रम हामीले अहिले जुन हाम्रो यसमा विशेष इनिसिएसन हाम्रो डाक्टर वीरेन्द्र केसी सार्सले जुन अहिलेको हाम्रो कार्यकारिणी सदस्य उहाँले जस्तो किसिमको इनिसिएसन लिनुभयो, यो यसको लागि उहाँहरूलाई चाहिँ निकै म धन्यवाद दिन चाहन्छु। र मुख्य कुरा आज जुन बडा दशैंको दिन हो अथवा विजयादशमीको दिन हो, यस दिनको उसमा चाहिँ सारा जति पनि यहाँ तपाईँ अलि उपस्थित हुनुभएको छ र जुमबाट जोड्नु भएको साथै जति पनि देशभित्र बाहिर रहेका सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र मुख्य कुरा के भन्दाखेरि जुन अहिले कुरा उठिरहेछ, हामीले जुन यो म विशेष गरिकन तपाईँको जुन के भन्दा संस्कृतिमा यो आएको यहाँ करिब 25 वर्ष लाग्यो, त्यो बेलादेखि एसिसीमा यहाँ लागिरहेको थियो र संयोगले चाहिँ हुन त भन्नुहोस् कि तपाईँको चाहिँ यो करिब 6 वर्ष जति म हाम्रो यो न्यू लाइन नेपाल सोसाइटीको अध्यक्ष पदमा पनि मैले कार्य गर्ने मौका पाएँ। त्यसमा पनि विभिन्न हाम्रो भाषा यताको लागि त मैले सुरुदेखि काम गरेर आइरहेको नीति र जे होस्, अब जुन यो साहित्य र संस्कृति जोड्ने अघि जुन डाक्टर वीरेन्द्र केसी उहाँसँग यसो छोटोमा मेरो एकछिन कुराकानी भएको, यो निकै राम्रो कुरा हो र यसमा जहिले पनि म जहिले पनि तत्पर सहयोग गर्नलाई तत्पर हुन्छ। सँगसँगै मिलेर यसलाई अगाडि बढाउनु सबभन्दा राम्रो। यति भन्दै मेरो रचना त मैले भनिहालेँ। यस विषयमा पछि थप हामी कुरा गर्दै जानेछौँ र एकपटक यहाँ सबैलाई विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्न चाहन्छु। जय देश जय नरेश। धन्यवाद हाम्रो कमल प्रसाद श्रेष्ठज्यूलाई। उहाँले पनि आफ्नो कुरा राखिदिनु भयो, शुभकामना दिनुभयो, अतिथिलाई बधाई पनि दिनुभयो, रचना वाचन गर्नुभयो होइन। अर्को पटक उहाँको रचना अर्को पटक हामी सुन्छौँ। यसै गरी फेरि आफ्नो रचना सहित अतिथिलाई बधाई र दशैंको विशेष शुभकामना दिन हुनको लागि म नेपाली साहित्य समाजका सल्लाहकार, उहाँ चाहिँ वर्तमान एनआरएन न्युजिल्यान्डको सचिव पनि हुनुहुन्छ, शैलेश कर्मचार्यज्यूलाई म अगाडि आएर आफ्नो कुरा राखिदिन, रचना वाचन गरिदिन हुनको लागि म हार्दिक अनुरोध गर्दछु। शैलेश दाई जोडिनु भएको छैन? शैलेश दाई शैलेश सर हुनुहुन्न अहिले। ठिकै छ, उहाँ कतिखेर जोडिनु छ त्यतिखेर गरौँला। अब यसै गरी शुभकामना मन्तव्य, अतिथिलाई बधाई र आफ्नो रचना वाचन गरिदिन हुनको लागि म हाम्रो यसै संस्थालाई अत्यन्तै माया गरिदिनु हुने र उहाँ अग्रज स्रष्टा पनि हुनुहुन्छ, वरिष्ठ व्यक्तित्व हुनुहुन्छ, विनोद भौकाजीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। विनोद भौकाजी हजुरको म्युट छ है, त्यो अनम्युट गर्नु। विनोद भौकाजीज्यू हजुर। ठिक छ हजुर। सबैलाई नमस्कार र बडा दशैंको शुभ उपलक्ष्यमा सबैलाई शुभकामना पनि मेरो तर्फबाट। कुरा सुरु गर्नुभन्दा सबभन्दा पहिला चाहिँ डाक्टर रेणुका सोलुज्यू अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा उहाँलाई धेरै बधाई। साथै डाक्टर जानुका नेपाल पौडेलज्यूले जो चाहिँ अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको अध्यक्ष हुनुहुन्छ, नेपाली च्याप्टरको सायद मैले बुझेसम्म, उहाँले पाउनुभएको पदकको लागि, जसलाई के भन्ने प्रबल जनसेवा पदक हो मेरो विचारमा, त्यो प्राप्त गर्नुभएकोमा र उहाँको सेवाको लागि, साहित्य सेवाको लागि जुन प्रयास गरिराख्नु भएको छ, यत्रो योगदान दिनुभएको छ, त्यसको लागि धन्यवाद दिँदै मुरी बधाई दिन चाहन्छु र सबैलाई यो भरिको दशैंले राम्रो गरोस्, त्यही शुभकामना व्यक्त गर्दै म आफ्नो सानो रचना पाठ गर्छु। आजको दिनमा, यो दशैंको दिनमा शिकायत त गर्नु नहुने, मैले शीर्षकै दशैंमा शिकायत भनेर शीर्षक राखेको छु। राम्रो लागे सुनिदिनु होला, नराम्रो लागे कान बन्द पनि सुनिदिनु होला। सुरु गरेँ है त मैले। मेरो लेखाइले पनि आज थकाइ मार्न खोज्दैछ। मध्य दशैंको समयमा के लेख्नु, त्यसै घोर अल्छी लागेको छ। त्यसमाथि अहिले समाजमा उत्साह जगाउने केही पनि दृष्टिगोचर हुँदैन अनि हर्षित हुँदै के लेखौँ खोइ। तथापि लेख्न मन नलाग्दै पनि दशैंको बेला अफसोच तपसिलमा कहीँ फाटेको, कहीँ चुहिएको
आकार बिग्रेको समाजबारे लेख्न जागर चलाएको छु। मलाई विश्वास छ तपसिलका केही हरफले आजको समाजको सही चित्रण गरेको छ। नेतृत्व झुठो आश्वासन बाँडिरहेछन्, थाहा छैन कति पुस्ताका लागि जम्मा पार्न उद्यत छन्, जताततै लथालिङ्ग बनाएका छन्। नेतृत्व, मैले जोड दिएर भन्नु यसलाई चाहिँ, झुठो आश्वासन बाँडिरहेछन्, थाहा छैन कति पुस्ताका लागि जम्मा पार्न उद्यत छन्, थाहा छैन कति पुस्ताका लागि जम्मा पार्न उद्यत छन्, जताततै लथालिङ्ग बनाएका छन्। डनहरू जुर्मुराएका छन्, फुकेको साँडो जनहरू जुर्मुराएका छन्, फुकेका साँडेसरी दिउँसो उफ्री उफ्री हिँडेका छन्, आतङ्कले सीमा नागिसकेको छ। डनहरू जुर्मुराएका छन्, फुकेको साँडेसरी दिउँसो उफ्री उफ्री हिँडेका छन्, आतङ्कले सीमा नागिसकेको छ। ठेकेदारहरू मोटाएका छन्, पुल निर्माण वर्षौं अलपत्र छाडेर अर्को ठेक्का हात पार्न मुठ्ठै बोकेर केन्द्रतिर दौडेका छन्। ठेकेदारहरू मोटाएका छन्, पुल निर्माण वर्षौं अलपत्र छाडेर अर्को ठेक्का हात पार्न मुठ्ठै बोकेर केन्द्रतिर दौडेका छन्। ठुलैका पुत्र बिग्रिएका छन्, पुत्र पनि के भने कुपुत्र भनौँ, ठुलैका पुत्र बिग्रिएका छन्, बेविचारको मसाल बोकी शिकार खोज्दै गाउँ गाउँ निडर भई भौँतारिरहेछन्। ठुलैका पुत्र बिग्रिएका छन्, बेविचारको मसाल बोकी शिकार खोज्दै गाउँ गाउँ निडर भई भौँतारिरहेछन्। पढे लेखेकाहरूले लाज पचाएका छन्, पढे लेखेकाहरूले लाज पचाएका छन्, आफ्नो क्षमता बिर्सी चाकडी मार्फत ओहदा खोज्दै कुनै पनि बेला भाँचिने सिँढी चढिरहेछन्। पढे लेखेकाहरूले लाज पचाएका छन्, आफ्नो क्षमता बिर्सी चाकडी मार्फत ओहदा खोज्दै कुनै पनि बेला भाँचिने सिँढी चढिरहेछन्। ठुला बडा राष्ट्रिय ढिकुटी उपचारमा रित्याउँदैछन्, ठुला बडा राष्ट्रिय ढुकुटी उपचारमा रित्याउँदैछन्। दुर्गमका दिन दुखी भने साधारण रोगले मरिरहेछन्। अन्यायको पराकाष्ठले धुरी काटेको छ, अन्यायको पराकाष्ठले धुरी काटेको छ। अभिभावकहरूको ढाड कुप्रिएको छ, अभिभावकहरूको ढाड कुप्रिएको छ। बालबच्चाको शिक्षा थामी नसक्नु महँगिएको छ, शिक्षण संस्था मालिकहरूको ऐस हेरि नसक्नु छ। अभिभावकहरूको ढाड कुप्रिएको छ, बालबच्चाको शिक्षा थामी नसक्नु महँगिएको छ, शिक्षण संस्था मालिकहरूको ऐस हेरि नसक्नु छ। के मात्र लेखौँ दुर्गा भवानी कहीँ भए, के मात्र लेखौँ दुर्गा भवानी तिमी कहीँ भए, के मात्र लेखौँ दुर्गा भवानी तिमी कहीँ भए। अर्को सालको दसैँमा राम्रै राम्रो लेख्ने गराइदिनु, के मात्र लेखौँ दुर्गा भवानी कहीँ भए तिमी। अर्को सालको दसैँमा राम्रै राम्रो लेख्ने गराइदिनु, विनम्र प्रार्थना छ। हुने खाने समेतको र दिनहीन सबैको भलो भइरहेको मात्र लेख्न पाऊँ, हुने खाने दिनहीन सबैको भलो भइराखेको मात्र लेख्न पाऊँ। सबैको कल्याण होस्, शुभकामना। धन्यवाद। धेरै धेरै धन्यवाद विनोद भौकाजीज्यूलाई। उहाँले अत्यन्त समय सान्दर्भिक, यो चाडपर्वको बेलामा एकदम सान्दर्भिक हुने दसैँकै विषयवस्तु पारेर जुन कविता सुनाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यसै क्रममा अब यहाँहरू सबैले दसैँको लागि विशेष शुभकामना दिइसक्नु भएको छ, सबैले अतिथिलाई पनि बधाई दिनुभएको छ। यही क्रममा अब म पनि एउटा कविता सुनाउँछु। त्योभन्दा पहिला मैले अघि यहाँहरू सबैलाई मैले स्वागत गरेँ। हाम्रो दुईजना अतिथि हुनुहुन्छ, डाक्टर रेणुका सोलु र डाक्टर जानुका नेपाल पौडेलज्यू, उहाँहरू अतिथि पनि हुनुहुन्छ र आज उहाँहरूलाई हामीले विशेष बधाई दिने कार्यक्रम पनि राखेका छौँ। यसै म पनि मेरो तर्फबाट बधाई दिन चाहन्छु र सबैलाई दसैँको शुभकामना पनि दिन चाहन्छु। र मेरो अब नअल्मलिकन म मेरो कविता वाचन गर्छु है सर, अनि त्यसपछि अरू कार्यक्रमहरू अगाडि बढाउँदा। शैलेश सर जोडिनु भएको छ हजुर पछाडि त। ठिकै छ ल। अब म मेरो कविता मैले पनि अहिले ठ्याक्कै मेरो कविता चाहिँ लेख्न पाइनँ, अब अलिकति समय व्यस्तताको कारणले गर्दा। म अलि पहिला लेखेको कविता छ। मेरो कविताको शीर्षक रहेको छ कठिन। सपनाको महलमा, सपनाको महलमा सजिएको आफ्नो प्रतिबिम्ब भित्रैबाट पखालेर हेर्दा, सपनाको महलमा सजिएको आफ्नो प्रतिबिम्ब भित्रैबाट पखालेर हेर्दा भिन्न भिन्न भएको तस्बिरमा पनि फेरि रङ भर्न सकिने रहेछ। तिम्रो भत्केलाको छायाले दृश्यलाई छायाङ्कन गर्दा मबाट आउन सक्ने हरेक
तिम्रो आफ्नै हत्केलाको छायाले दृश्यलाई छायाङ्कन गर्दा मबाट आउन सक्ने हरेक संवेगका परिवर्तनहरू अनि आवेगका परिष्कृत तथ्यहरू हाम्रै सम्झौताका संवेदनशील करारहरू हुन् जस्तो लाग्छ। संवेगका परिवर्तनहरू अनि आवेगका परिष्कृत तथ्यहरू हाम्रै सम्झौताका संवेदनशील करारहरू हुन् जस्तो लाग्छ। नपत्याए आऊ, नपत्याए आऊ, ढकढक्याऊ, यसरी कैद भएका सोचहरूलाई स्वतन्त्र बनाऊ। नपत्याए आऊ, ढकढक्याऊ, यसरी कैद भएका सोचहरूलाई स्वतन्त्र बनाऊ। लावा लस्करसँग हातेमालो गर्ने प्राचीन मनोवृत्ति प्रत्येक कालखण्डमा बिउजने गर्छन्। नमिलेका प्रसङ्गहरू मिलाउन खोज्नु, भत्किएका जगहरू उठान गर्न खोज्नु, आफैमा हारेको प्रतिस्पर्धा झैँ देखिने यो चञ्चल मन कता कता उडेको हो कि समात्न खोज्ने प्रयासले थकाइलाई मात्र प्रशय दिएको छ। समात्न खोज्ने प्रयासले थकाइलाई मात्रै प्रशय दिएको छ। तह र तप्काका प्रेम, तह र तप्काका प्रेम अनुराग छलछल बगेको सङ्लो पानी जस्तै होस्। बिन्ती भावको गहिरो अर्थ पोखिएर छताछुल्ला हुँदा चिसिएको भुइँगल आज पनि उस्तै फोहोर देखिन्छ। तह र तप्काका प्रेम अनुराग छलल्ल बगेको सङ्लो पानी जस्तै होस्। बिन्ती भावको गहिरो अर्थ पोखिएर छताछुल्ला हुँदै चिसिएको भुइँगल आज पनि उस्तै फोहोर देखिन्छ। मन मिलाउने तामझाममा, मन मिलाउने तामझाममा तन थाकेको पत्तै भएन। थाहा नहुनुको बेग्लै मजा बोकेर अरूलाई गिज्याउने एउटा अमूर्त आत्मा। निधाए पनि हाँस्ने, बिउजे पनि हाँस्ने, निधाए पनि हाँस्ने, बिउजे पनि हाँस्ने, कस्तो कर्मठ हाँसो बोकेर हिँडेको तिमी म भित्र पाउँछु अनि मलाई तिमी भित्र पाउँछु। मायाको मजेत्रो, मायाको मजेत्रो भिजेदेखि ममा शिथिलता थपिएको हो कि, मायाको मजेत्रो भिजेदेखि ममा शिथिलता थपिएको हो कि, तिम्रो नाममा खोलिएको 4 किल्ला भित्रको लाल पूर्जा झन्झन दुब्लाउँदैछ। मायाको मजेत्रो भिजेदेखि ममा शिथिलता थपिएको हो कि, तिम्रो नाममा खोलिएको 4 किल्ला भित्रको लाल पूर्जा झन्झन दुब्लाउँदैछ। मैले चिन्न नसकेर हो कि बुझ्न नसकेर, मैले चिन्न नसकेर हो कि बुझ्न नसकेर, हिजोको कठिन दुनियाँ आजकल झन्झन कठोर बन्दैछ, झन्झन निर्दय बन्दैछ। त्यही पनि लाग्छ यो कठोर अनि निर्दय आफ्नै कठिन मातृत्वबाट हुर्कदैछ, हुर्कँदैछ, बढ्दैछ, बढ्दैछ अनि फैलदैछ, फैलदैछ। हस्त धन्यवाद। ल, मैले मेरो एउटा कविता राखेँ। अब यो कुराहरूलाई एकैछिन थाँती राख्दै म आजको हाम्रो अब कार्यक्रमको मुख्य आकर्षक हुनुहुन्छ 2 जना डाक्टर साहबहरू हाम्रो अतिथि हुनुहुन्छ। सबैभन्दा सुरुमा म यसपालि जुन अनेसासमा विपिनजी शैलेश सरलाई सुनौ पहिला है। शैलेश सर आउनु भएको छ, शैलेश दाई है। ल शैलेश दाई नमस्ते है, हजुरलाई मैले धेरै बोलाइरहेको थिएँ। विपिन्द्रजी नमस्कार। भर्खर तपाईँको कविता चाहिँ सुन्ने मौका पाएँ। मैले अरूको कविताहरू सायद सुन्ने मौका पाइनँ। म क्षमा चाहन चाहन्छु सबैमा। मैले हाम्रो वीरेन्द्रजीलाई दिउँसो चाहिँ भनेको थिएँ म अलिकति गाह्रो हुन्छ जस्तो छ आज भनेर भनेको थिएँ, तर केही छैन, म जोडिएँ। अनि अर्को एउटा कुरा, तपाईँको कविता साह्रै मिठो, राम्रो लाग्यो र मैले त्यो स्तरको कविता सायद कहिले पनि लेख्न सक्दिनँ होला। जस्तो तपाईँहरूको लेखन कला चाहिँ मैले एकदमै जति तारिफ गर्ने पनि म सक्दिनँ। हेर्नुहोस् है, तपाईँहरूको शब्द चयन भयो, त्यसपछि तपाईँहरूको भावनाको प्रभाव भयो। सायद अरू अघि मभन्दा पहिला वाचन गरिसक्नु भएको दाइहरूको पनि कविताहरू मिठै थियो होला, मिठै हुन्छन् जहिले पनि, मलाई विश्वास छ। यदि वाचन भएको भए मलाई आज यो दसैँको अवसर पारेर जुन कार्यक्रमको सञ्चालन गर्नुभएको छ त्यसको लागि नेपाल साहित्य समाज न्युजिल्यान्डको लागि धेरै धेरै धन्यवाद। र सम्पूर्ण यो हाम्रो साहित्य प्रेमी साथीभाइहरूमा, श्रोताहरूमा बडा दसैँको धेरै धेरै शुभकामना। मैले विपिन्द्रजी एउटा सानो कविता लिएर आएको छु आज। मैले हाम्रो वीरेन्द्रजीलाई पनि भनेको थिएँ एउटा कविता वाचन गरेर आज म शुभकामना दिन चाहन्छु भनेर।
मैले प्रयास चाहिँ गरेको छु। मैले अघि नै हजुर। भने शब्द चयन, भावनाको बहाव त्यो तपाईँहरूको छेउमा कहीँ पनि छैन। म एकदम सिम्पल, एकदम साधारण कविता तपाईँहरूको माझ प्रस्तुत गरेर दसैँको शुभकामना व्यक्त गर्ने प्रयास गर्दैछु। मैले आफ्नो कविताको शीर्षक राखेको छु बधाई छ दसैँको। कविताको शीर्षक बधाई छ दसैँको। लौ है साथी हो बधाई छ दसैँको, आउँदै गरेको विजयादशमीको। लौ है साथी हो बधाई छ दसैँको, आउँदै गरेको विजयादशमीको। सकिन्छ मिल्छ भने रमाइलो गर्नु परिवारसँग, सकिन्छ मिल्छ भने रमाइलो गर्नु परिवारसँग। छैन परिवार भने रमाउनु सङ्गीसित। लौ है साथी हो बधाई छ दसैँको, आउँदै गरेको विजयादशमीको। समय बलवान छ चलायमान छ, समय बलवान छ चलायमान छ, कुर्दैन कसैलाई। जो थिए हिजो छैनन् आज, जो थिए हिजो छैनन् आज, भोलि अनिश्चित अदृश्य छ। लौ है साथी हो बधाई छ दसैँको, आउँदै गरेको विजयादशमीको। सम्झना बाल्यकालको, सम्झना बाल्यकालको त्यो दिनको, सम्झना बाल्यकालको त्यो दिनको, चङ्गासित रमाउँदा चढ्दै गरेको बोका हराएको। सम्झना बाल्यकालको त्यो दिनको, चङ्गासित रमाउँदै गर्दा हराएको बोका हराएको। अनि बुवाले कसैलाई नभन है भन्दै सुटुक्क किनी ल्याएको नयाँ बोकाको, सुटुक्क किनी ल्याएको नयाँ बोकाको। लौ है साथी हो बधाई छ दसैँको, आउँदै गरेको विजयादशमीको। देश विदेश घाम छाया उकाली ओह्राली, देश विदेश घाम छाया उकाली ओह्राली। जीवन कथा खोइ के भन्नु, हराए ती सबै दिनहरू, खोइ के भन्नु, हराए ती सबै दिनहरू, ती दिनहरू। कुरी बसेको कहिले सकिन्छ पूजा भनी, कुरी बसेको कहिले पाइन्छ टीका भनी। रातो टीका पहेँलो जमरा अनि नयाँ लुगा, आहा कति रमाइलो, आहा कति रमाइला ती दिनहरू, आहा कति रमाइला ती दिनहरू। आमा बुवा आफन्तजन हराए सब, आमा बुवा आफन्तजन हराए सब, आमा बुवा आफन्तजन हराए सब। मात्र सम्झना हो मात्र सम्झना अब, समय बलवान छ चलायमान छ, कुर्दैन कसैलाई। जो थिए हिजो छैनन् आज, जो थिए हिजो छैनन् आज। लौ है साथी हो बधाई छ दसैँको, आउँदै गरेको विजयादशमीको, आउँदै गरेको विजयादशमीको। धन्यवाद विपेन्द्रजी। धन्यवाद शैलेश कर्मचारीज्यू। उहाँ चाहिँ हाम्रो यस नेपाली साहित्य समाजको सल्लाहकार पनि हुनुहुन्छ र हाम्रो एनआरएनको सचिव पनि हुनुहुन्छ, वर्तमान सचिव। उहाँ एकदम मेरो पनि प्रिय दाइ हुनुहुन्छ। उहाँले वास्तवमा भन्ने हो भने अत्यन्त मिठो रचना लेख्नुहुन्छ। उहाँहरूले जुन हामीलाई जुन एउटा उत्साह र हौसला दिनुहुन्छ, त्यही कारणले गर्दा पनि लेखौँ लाग्छ हामीलाई। म अत्यन्त धन्यवाद दिन चाहन्छु शैलेश कर्मचारी दाजुलाई। र यसपछि मैले अघि उद्घोष गरे चाहिँ अब हामी एकैछिन अतिथितिर लागौँ र यसै क्रममा म भर्खर भएको हाम्रो अन्तर्राष्ट्रिय साहित्य समाज, नेपाली साहित्य समाजमा जुन निर्वाचित हुनुभएको छ उपाध्यक्षको रूपमा डाक्टर रेणुका सोलुज्यू, उहाँलाई आफ्नो रचना वाचन गरिदिन हुन र दसैँको लागि विशेष धन्यवाद मन्तव्य राखिदिन हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। डाक्टर रेणुका सोलुज्यू। धन्यवाद वीरेन्द्र सर, एकदमै आभार पनि व्यक्त गर्न चाहन्छु। डाक्टर वीरेन्द्र केसी हजुरहरू यो जति पनि हुनुहुन्छ नेपाली साहित्य समाज न्युजिल्यान्डका सल्लाहकारज्यूहरू, कार्य समितिका सर म्याडमहरू र हजुर सबैजना यहाँ जोडिनु भएको जो जति छ हजुरहरूलाई हार्दिक नमन गर्छु र यहाँहरूको कार्य समितिप्रति अत्यन्तै हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। यसरी सम्झिनुभयो, यो वास्तवमा हाम्रो यो नाता अत्यन्तै प्रगाढ रहेको, अत्यन्तै गाढा रहेको यो प्रमाण पनि हो। यो चाहिँ यसरी यहाँहरूले सम्झिनु भएको। सर्वप्रथम त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा विजयी गराउनको लागि यहाँहरू जति मतदाता हुनुहुन्थ्यो यहाँहरूले मत खसाइदिनु भयो र यहाँहरू जति पनि मतदाता हुनुहुन्थेन, जो मतदाता आफन्त हुनुहुन्थ्यो, साथीभाइ हुनुहुन्थ्यो, यहाँहरूले मत खसाइदिनको लागि आग्रह गरिदिनु भयो, अनुरोध गरिदिनु भयो र मलाई जति पनि मेरो कामलाई अहिलेसम्मका गतिविधिलाई विश्वास र भरोसा गरेर अझै पनि यस्तै गतिविधिहरू निरन्तर चलिराखोस् भन्ने अपेक्षा
अपेक्षासहित यहाँहरूले जिताइदिनु भयो। यहाँहरूप्रति त्यसप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु र त्यो विश्वास र भरोसालाई डगमगाउन नदिनका लागि मेरा कर्महरू अगाडि बढिराखुन् भनेर पनि म आफै पनि एउटा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, त्यो अपेक्षा गर्न चाहन्छु र त्यो कामना पनि गर्न चाहन्छु। अत्यन्तै खुसी लाग्यो डाक्टर साहबले वीरेन्द्र डाक्टर साहबले मलाई यो कार्यक्रम राख्न लागेको छौँ कसो होला भन्दै गर्दा मेरो कस्तो खुसी लाग्यो। एउटा जन्मघरले मलाई सम्झे जस्तो, एउटा माइतीले सम्झे जस्तो, एउटा अभिभावकले सम्झे जस्तो, एउटा आत्मीय आफन्तले सम्झे जस्तो मलाई अत्यन्तै गर्व लाग्यो। सम्झिनु ठुलो कुरा हो, एकदमै खुसी लाग्यो। यहाँहरूले सम्झिनु भयो, त्यो शब्दमा व्यक्त गर्न मतलब सक्दिनँ म। यहाँहरूले त्यो कुरा बुझिदिनुहोस् भन्ने पनि कामना गर्न चाहन्छु। र यो नयाँ वर्ष के अरे यो चाहिँ चाडहरू, नयाँ चाडहरू मतलब दसैँ तिहार, यो चाहिँ छठ अनि नेपाल सम्वतदेखि लिएर अनेकौँ चाडहरू अब चाडको सिजन सुरु भएको छ। यो जति पनि आएका चाडहरू जसले जुन चाड मनाउँछौँ हामी सबैको चाड हो, नेपालीहरूको चाड हो। त्यसले गर्दा यी सबै चाडहरूको पावन अवसरमा छौँ हामी। सबै चाडहरूको शुभकामना, सबैको शुभ होस्, सबैको मङ्गल होस्, मङ्गलमय रहोस् र सबैले चाडबाड चाहिँ खुसियालीपूर्वक मनाउन पाउनुहोस् सबैजनाले। र मलाई चाहिँ अत्यन्तै अझ के भन्न मन लाग्छ भने यी चाडबाडहरू भद्दा नहुन्, साधारण हुन् र कम्तीमा पनि समाजमा बसिसकेपछि सबै त्यो समाजकोले मनाउँदै गरेको चाडबाडमा सबैजना सहभागी हुन पाउन्। त्यो भद्दापनले गर्दाखेरि कोही अलिकति अशक्त व्यक्तित्वहरू चाहिँ त्यहाँ सहभागी हुन नसक्दाखेरिको दुःख कसैले पनि भोग्नु नपरोस्, त्यो पीडा कसैले भोग्नु नपरोस् भन्ने लाग्छ। त्यसले गर्दाखेरि पनि हाम्रा लवाई खुवाईदेखि लिएर रहन सहनदेखि लिएर तडक भडकदेखि लिएर यी यस्ता कुराहरूमा समाजलाई निहालेर, छरछिमेकीलाई निहालेर, आफन्तहरूलाई निहालेर हामीले त्यो खालको गतिविधि गर्नुपर्छ भन्ने जस्तो पनि लाग्छ। त्यसो भन्दै हामीले चाहिँ यो उत्सव मनाउँदै गर्दाखेरि त्यो उत्सव सबैलाई उत्सव नै होस्, कसैलाई त्यो हाम्रो उत्सवले पीडा नहोस् भन्ने कामना गर्दै फेरि पनि यो दसैँ तिहार सबै चाडको शुभकामना व्यक्त गर्दै मैले एउटा यो यहाँहरू परदेशमा हुनुहुन्छ त्यो आवाज आइराखेको छ वीरेन्द्र सर, के गरौँ होला, अलिक डिस्टर्ब हुन्छ कि? एकजना तुलसा घिमिरे ज्यूकोबाट आवाज आइरहेको छ, यहाँहरूले उहाँलाई म्युट गरिदिनु भयो भने अलिकति सजिलो हुन्थ्यो होला। हजुर धन्यवाद। अब मैले चाहिँ यहाँहरू विदेशमा हुनुहुन्छ र मैले चाहिँ नेपालमा बस्दै गर्ने चेलीले विदेशमा रहनुभएका आफ्नो दाजुलाई, यहाँहरू सबैजना दाजुको प्रतिनिधि हुनुहुन्छ र म नेपालमा रहने चेलीको प्रतिनिधित्व गर्दै एउटा गजल अत्यन्तै सादा सरल शब्दहरू चयन गरेर, म गाउँमा जन्मेको हुनाले मलाई त अत्यन्तै सादा मनपर्छ, सरल मनपर्छ र त्यस्तै सरल शब्दहरू सरल शैलीमा यहाँनिर मैले उतारेको छु। एउटा गजल यहाँहरू बिचमा म सुनाउँछु र गजल यसरी सुरु हुन्छ। यसपालि त चाड मनाउन, यसपालि त चाड मनाउन घर आउनु है दाइ, यसपालि त चाड मनाउन घर आउनु है दाइ, जमरा र टिका लाउन घर आउनु है दाइ, यसपालि त चाड मनाउन घर आउनु है दाइ। वर्षौं बितिसक्यो दाजु विदेशिनु भएको, वर्षौं बितिसक्यो दाजु विदेशिनु भएको, वर्षौं बितिसक्यो दाजु विदेशिनु भएको, स्वदेशमै रमाउन घर आउनु है दाइ, यसपालि त चाड मनाउन घर आउनु है दाइ। बाबा आमा बुढा बुढी कसले गर्छ खेतीपाती, बाबा आमा बुढा बुढी
कसले गर्छ खेतीपाती बाबामा बुढा बुढी कसले गर्छ खेतीपाती असारको दाँदे साउन घर आउनु है दाइ यसपालि त चाड मनाउन घर आउनु है दाइ हो तारे हो माले झुले सँगै मिली हो तारे हो माले झुले सँगै मिली हो तारे हो माले झुले सँगै मिली मङ्सिरको दाई साउन घर आउनु है दाई मङ्सिरको दाई दाउन घर आउनु है दाई यसपालि त चाड मनाउन घर आउनु है दाई रोप्यो भने जेनी फल्छ गाउँ घरमा यतै रोप्यो भने जेनी फल्छ गाउँ घरमा यतै रोप्यो भने जेनी फल्छ गाउँ घरमा यतै आफ्नै लेक बेसी धाउन घर आउनु है दाइ यसपालि त चाड मनाउन घर आउनु है दाइ तिहार आउँछ सबैतिर झिलिमिली हुन्छ तिहार आउँछ सबैतिर झिलिमिली हुन्छ तिहार आउँछ सबैतिर झिलिमिली हुन्छ मखमली माला लाउन घर आउनु है दाइ यसपालि त चाड मनाउन घर आउनु है दाइ यसपालि त चाड मनाउन घर आउनु है दाइ यसपालि त चाड मनाउन घर आउनु है दाइ जमरा र टिका लाउन घर आउनु है दाइ यसपालि त चाड मनाउन घर आउनु है दाइ हजुर मेरो गजल यस्तो भयो अब भने म यहाँहरूलाई फेरि पनि आभार व्यक्त गर्दै हाम्रो डाक्टर जानुका पौडेलज्यू जो हुनुहुन्छ यो सम्मानित हुनुभएको छ पदक पाउनु भएको छ म्याडमलाई अत्यन्तै धेरै धेरै हार्दिक बधाई पनि व्यक्त गर्न चाहन्छु यहाँ पनि त्यसै गरी उहाँको भर्खरै तनुजा नामक चाहिँ एउटा कृति पनि प्रकाशन भएको छ सार्वजनिक भएको छ कथा सङ्ग्रह त्यो पनि अत्यन्तै यो चाहिँ किशोर किशोरीहरूको लाई टार्गेट गरेर उहाँले त्यो लेख्नु भएको छ त्यो विषयवस्तुलाई उठान गर्नुभएको छ अत्यन्तै राम्रो कृति छ त्यो कृतिले पनि सबै पाठकहरू हृदय छोस् भन्ने पनि म कामना गर्न चाहन्छु अनि फेरि पनि यहाँहरूले चाहिँ हामीलाई यो सम्झिनु भयो कि त्यो शब्दमा मैले व्यक्तै गर्न सकिरहेको छुइनँ यहाँहरूले नै यसो चाहिँ भन्न खोजेको थियो होला सोरुले भनेर चाहिँ बुझिदिनु होला आभार व्यक्त गर्दै म बिदा हुन चाहन्छु धन्यवाद नमस्कार हस् त उहाँलाई धेरै धेरै धन्यवाद डाक्टर रेणुका सोलुज्यूलाई उहाँले चाहिँ गजल पनि अत्यन्तै मिठो सुनाउनु भयो अनि उहाँ भर्खरै निर्वाचित पनि हुनुहुन्थ्यो फेरि पनि म बधाई दिन चाहन्छु अब यसै गरी फेरि म आजको हाम्रो कार्यक्रमको आकर्षण हाम्रो अर्को अतिथि हुनुहुन्छ उहाँ चाहिँ भर्खरै प्रबल जनसेवा श्री पदबाट विभूषित पनि हुनुभएको छ डाक्टर जानुका नेपाल पौडेलज्यू उहाँलाई पनि म दशैं विशेष शुभकामना मन्तव्य सहित आफ्नो रचना वाचन गरिदिन हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु डाक्टर जानुका नेपाल पौडेलज्यू हार्दिक धन्यवाद विपेन्द्र सर यो अन्तर्राष्ट्रिय नेपाली समाज न्युजिल्यान्ड आयोजित
यस विशिष्ट र सुन्दर कार्यक्रमका अध्यक्ष आदरणीय वीरेन्द्र केसी सर, त्यस्तै आजको यस कार्यक्रममा विशेष बधाई तथा शुभकामना ज्ञापनको लागि पाल्नुभएका अन्तर्राष्ट्रिय नेपाली समाजका उपाध्यक्ष, भर्खर निर्वाचित हुनुभएका आदरणीय उपाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका प्रशासक डाक्टर रेणुका सेउलुज्यू, त्यस्तै अन्तर्राष्ट्रिय नेपाली समाज न्युजिल्यान्डका विशिष्ट यहाँ सल्लाहकारज्यूहरू, मैले पशुपति सर सधैँ नाम सुनिरहेको नाम, कमल सर सुनिरहेको नाम, त्यस्तै आज मैले विपेन्द्र सरलाई देखेँ, त्यस्तै गरी यो विनोद भौकाजी सरलाई आज देखेँ जस्तो लाग्यो मलाई। गोपाल सर लगायत धेरै न्युजिल्यान्डका यो साहित्य समाज चलाउने आदरणीय सर म्याडमहरू हुनुहुन्छ, उहाँहरू सबैमा म हार्दिक नमन गर्न चाहन्छु। र यो रेणुका म्याडमले एकदमै स्पष्टसँग राखिसक्नु भएको छ। मेरो तर्फबाट पनि मलाई एउटा एकदम हौसला भएको मैले महसुस गरेको छु, एकदम उत्साहित भएको छु, किनभने मैले यो कल्पनै गरेको थिएन। एकैचोटि वीरेन्द्र सरले मलाई फोन गर्नुभएको रहेछ, मैले रिसिभ पनि गर्न सकिनँ र मैले चाहिँ यो ब्यानर देखेँ। त्यसको लागि अन्तर्राष्ट्रिय नेपाली समाज न्युजिल्यान्डको सम्पूर्ण परिवार र आदरणीय अध्यक्षज्यू डाक्टर वीरेन्द्र केसीलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। वास्तवमा मैले पनि भन्नुपर्दा यो समाजले जुन किसिमले रेणुका म्याडम र मलाई सम्मान पटक दिइरहेको छ, त्यसमा हामी एक किसिमले ऋणी पनि छौँ। हामीलाई सधैँ माया गर्नुभएको छ, सधैँ सम्मान गर्नुभएको छ। हामीलाई पनि यो क्षेत्रमा अगाडि बढ्नलाई यहाँले एकदमै धेरै प्रेरणा प्रदान गर्नुभएको छ। त्यसको लागि पुनः पनि म यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु, हार्दिक धन्यवाद भन्न चाहन्छु। र विजयादशमी हामी सबै स्वदेश तथा विदेशमा बस्ने हामी नेपालीहरू, हिन्दू संस्कृति मान्ने नेपालीहरूको महत्त्वपूर्ण चाड हो। यस चाडको उपलक्ष्यमा हामी सबैले यो चाहिँ जम्मा भएर दुई शब्द शुभकामना आदान प्रदान गर्ने मौका जुन प्राप्त भयो, वास्तवमा यसको लागि पनि साहित्य समाज न्युजिल्यान्ड एकदमै आभारी छ। हामी सम्पूर्ण समाजप्रति नै आभार व्यक्त गर्दछौँ र म यहाँहरू सबैमा स्वदेश तथा विदेशमा बस्नुहुने अन्तर्राष्ट्रिय नेपाली समाज न्युजिल्यान्ड परिवार, अन्तर्राष्ट्रिय नेपाली समाज, भाषा साहित्य समाज समिति परिवार लगायत सबैमा विजयादशमी, शुभ दीपावली, यो नेपाल सम्मत न्युदया भिन्तुना भनेर भनिन्छ, जुन 1142 सुरु भएको छ। त्यस्तै गरी छठ पर्व लगायतका सम्पूर्ण हाम्रा चाडपर्वहरूको उपलक्ष्यमा सबैमा सुख शान्ति समृद्धि छाओस्, सबैमा चाहिँ यो एउटा चाडले हामीलाई हौसला र नयाँ काम गर्ने, नयाँ सृजना गर्ने अवसर चाहिँ प्राप्त होस् भन्ने पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। र सरले वाचन भन्नुभएको छ, वास्तवमा कविता त म त्यति लेख्दिनँ, तैपनि मलाई पटक यो समाजमा आएर मलाई वास्तवमा मैले जुन पुरस्कृत हुने मौका पाएँ त्यो पनि म एउटा प्रधान अध्यापकको हिसाबले एउटा विद्यालयको नेतृत्वको हिसाबले मैले प्राप्त गरेको छु। त्यसको लागि पनि हजुरहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यो राष्ट्रले मलाई सम्मान गरेको छ, म राष्ट्रप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यसै सिलसिलामा मैले यसो कोरेको छु, यो दसैँकै उपलक्ष्यमा म एउटा नारी, हामी एउटा महिलालाई कसरी चाहिँ अगाडि बढाउने भनेर इम्पावरमेन्टमा हामी सबै लागेका छौँ, सरहरू लाग्नु भएको छ, म्याडमहरू हामी सबै लागेका छौँ। त्यही प्रसङ्गमा म एउटा नारी शक्तिको उपलक्ष्यमा चाहिँ एउटा कविता मैले कोरेको छु, भर्खरै वास्तवमा कोरेकी हुँ। र मेरो कविताको शीर्षक छ हे नारी। हे नारी, संसारमा प्रसिद्ध सप्तशती दुर्गा माताको जस्तै असीम शक्ति छ तिमीमा। तिनी दुर्गा माताको रूप हौ तिमी, तिमीप्रति विशाल आशा र भरोसा छ दुनियाँलाई। देवताहरूलाई दुःख दिने महिषासुर जस्ता राक्षसलाई वध गरेर देवताहरूलाई समेत सुरक्षा दिन सक्ने महान शक्तिको रूप हौ तिमी। स्त्री लुप्त पुरुष शुम्भ निशुम्भ जस्ता पिचासु दैत्यलाई बसमा पारेर मार्ने शक्ति छ तिमीमा। यो दशैंको उपलक्ष्यमा निकाल आफ्नो तागतलाई, दुर्गा माताले जस्तै नष्ट गरिदेऊ चण्ड मुण्ड दैत्यलाई। खोज आफ्नो मनभित्रको सामर्थ्यलाई, तिम्रो रूप र जवानीको आसक्तिमा वरिपरि घुम्ने भमराहरूलाई ध्वस्त बनाइदेऊ।
तिमी यो दशैंको पावन अवसरमा आफूलाई परिवर्तन गर, अदम्य शक्ति र साहस बोकेर बाहिर निस्क, अगाडि बढ। तिमीलाई सप्तशतीको आशीर्वाद छ, तिमीलाई त्रिशक्तिको आशीर्वाद छ। हे नारी, तिमी अगाडि बढ। धन्यवाद। हजुर, फेरि पनि म हजुरहरूप्रति विशेष गरेर अन्तर्राष्ट्रिय नेपाली समाज न्युजिल्यान्डप्रति सधैँ सधैँ आभारी छु। यो अवसरको लागि, यो शुभकामनाको लागि, यो बधाईको लागि। वास्तवमा मैले आफ्नो पेसामा मैले धेरै फिल्डहरू, आफ्ना कार्यक्षेत्रहरू धेरै बनाएको छु। त्यस अन्तर्गत पनि मेरो महत्त्वपूर्ण क्षेत्र भनेको शिक्षण पेसा नै हो, एउटा विद्यालयको नेतृत्व हो। यस नेतृत्वमा म अझै सफलता प्राप्त गर्न सकौँ, हजुरहरूको आशीर्वाद, हजुरहरूको यो बधाई मैले सधैँ सधैँ आफ्नो सफलताको लागि मार्गदर्शक बनोस् भन्दै मेरो भनाइ यही अन्त गर्छु। धन्यवाद हजुर सबैलाई, पुनः पनि शुभकामना। धेरै धेरै धन्यवाद डाक्टर जानुका नेपाल पौडेलज्यूलाई। उहाँलाई फेरि पनि म बधाई दिन चाहन्छु। र उहाँले नारी हे नारी भन्ने शीर्षकमा कविता पनि सुनाएर जानुभयो। अत्यन्तै त्यो मार्मिक पनि हो कविता, समय सान्दर्भिक पनि हो। र समय सान्दर्भिक के भनौँ, त्यो कहिले पनि चाहिँ आउटडेटै नहुने चिज हो त्यो शीर्षक नै। उहाँलाई फेरि पनि म एकपटक बधाई दिन चाहन्छु। र यसै क्रममा म अब हाम्रो यसै नेपाली साहित्य समाजको सचिव हुनुहुन्छ उहाँ, र उहाँ अत्यन्तै सक्रिय र उहाँले अत्यन्तै मिठो उहाँको रचना, म आशा गर्छु हाम्रो गोपाल प्रसाद कण्डेलज्यू आज उहाँको गजल अत्यन्त मिठो गजल सुन्न पाइन्छ होला। म उहाँलाई चाहिँ आफ्नो रचना दशैं विशेष धन्यवाद र दशैं विशेषको शुभकामना र अतिथिलाई बधाई मन्तव्य दिनको लागि म गोपाल प्रसाद कण्डेलज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद विपिन्द्रजी। नमस्कार सम्पूर्णमा। आजको यस दशैं विशेष कार्यक्रम र अतिथि दुईजना अग्रज अतिथिज्यूहरूलाई बधाई दिने कार्यक्रममा जोडिन पाउँदा एकदम खुसी लागेको छ। पक्कै पनि आउँदै गरेको बडा दशैंको हार्दिक मङ्गलमय शुभकामनासँगै हामीलाई फेसबुक लाइभमा सुनेर साथ दिनुहुने र अफलाइन सुन्नुहुने सम्पूर्णलाई आउँदै गरेका चाड पर्वहरूको शुभकामना दिँदै प्रबल जनसेवाश्री पुरस्कारबाट सम्मानित हुनुभएकोमा डाक्टर जानुका नेपालज्यूलाई हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकै केन्द्रीय उपाध्यक्ष डाक्टर रेणुका सोलुज्यूलाई पनि हार्दिक बधाई दिन चाहन्छु। यसरी हजुरहरूसँग जोडिएर सँगै रचना वाचन गर्न अथवा साहित्यिक गतिविधिमा संलग्न हुन पाउँदाखेरि एकदम आभार व्यक्त गर्न चाहन्छु। विपिन्द्रजीले अघि नै भन्नुभयो आज गजल चाहिँ लेखेको छैन, पक्कै पनि अर्कोचोटि सुनाउला। तर आज चाहिँ परदेशीको दशैं शीर्षकमा थोरै एउटा खेस्रा कोरेको छु। यसलाई चाहिँ अझै मूर्त रूप दिँदैछु, तैपनि एउटा सुनाउन चाहे। दशैंको परदेशीको दशैं शीर्षकमा कविता जस्तै छ। हरेक वर्ष चाहिँ यो पालिको दशैं पनि परदेशमा मनाउनु पर्नेछ। हरेक वर्ष चाहिँ यो पालिको दशैं पनि परदेशमा मनाउनु पर्नेछ। घर परिवारसँग भिडियो कलमै भए पनि सँगै भएको आवाज जनाउनु पर्नेछ। हरेक साल केही न केही बहाना गर्दा गर्दै जिन्दगी बितिरहेको पत्तो छैन। त्यस्तै हो आमा, परदेशमा गाउँघरमा जस्तो चाडबाडको महत्त्व छैन। मैले यो यथार्थ भनिरहँदा पक्कै पनि ढाँटेको छैन। के गरौँ, यसपालिको दशैंको दिनमा पनि छुट्टी छैन। गाउँघरमा लट्ठे पिङ चङ्गा उडाउँदा मन फुरुङ्ग हुन्थ्यो। यहाँ कामबाट थाकेर कोठा फर्किँदा ज्यान लुरुङ्ग हुन्छ। गाउँघरमा आफन्तजन र मान्यजनबाट आशीर्वाद लिँदै गरेको, टिका लगाउन टाढा टाढा पुग्दै गरेको र विनम्र भई आशीर्वाद लिँदै झुक्दै गरेको केवल सम्झनामा मात्रै रहे। जसोतसो यो पालिको दशैं परदेशमै मनाउनु पर्ने भए पनि अर्को दशैंमा घर परिवारसँग सँगै हुने बाचाका गर्दै केही सानो रचना यत्तिकै बन्द गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो गोपाल सरलाई।
उहाँले चाहिँ अत्यन्त मन छुने खालको कविता सुनाएर जानुभयो। मैले एउटा कुरा प्रसङ्ग के जोड्न खोजेँ भने उहाँ हाम्रो साहित्य समाजको सचिव पनि हुनुहुन्छ। उहाँले अत्यन्त मिठो गजल लेख्नुहुन्छ। अर्को पटक म आशा गर्छु गजल सुन्न पाऊँ गोपाल सर। त्यसको अर्थ अब उहाँले अरू विधामा पनि कलम अत्यन्त दमदार तरिकाले चलाउनुहुन्छ, तर उहाँको गजल चाहिँ उत्कृष्ट नै हुन्छ। मैले त्यही भएर उहाँलाई गजलको लागि जोड गरेका थिएँ। ठिकै छ, धेरै धेरै धन्यवाद हाम्रो गोपाल सरलाई। अब यसपछि हामी लगभग कार्यक्रमको अन्तिमतिर छौँ। अब यो कार्यक्रमको अन्त्यतिर म हाम्रो यसै कार्यक्रमका सभानायक हुनुहुन्छ हाम्रो नेपाली साहित्य समाजको। हजुर, तुलसा घिमिरे हुनुहुन्छ। हजुर, उहाँले पनि यदि मिल्छ भने उहाँको पनि केही सुनाम न है। ए हुन्छ सुरुदेखि जोडिराख्नु भएको छ। होइन सर, मैले यसो मेरो साथीलाई सुन्नु न भनेर जोडेको, सायद उहाँ भन्नुहुन्न होला। ए हस्, मैले अघिबाट भुलेछु रेणुका म्याडमलाई मेरो तर्फबाट फेरि पनि धेरै धेरै बधाई छ म्याडम। हाम्रो भेट त भएको थियो, त्यही पनि यति राम्रो र यति धेरै साहित्य प्रेमी, साहित्य अनुरागी, हरेक शब्दमा मिठास हाम्रो रेणुका म्याडमलाई फेरि पनि मेरो तर्फबाट, हाम्रो पुरै समितिको तर्फबाट हार्दिक हार्दिक बधाई म्याडम। सरी सर, हस्। अब अन्तिममा फेरि एकपटक दशैंको शुभकामना, अतिथिहरूलाई विशेष बधाई र आफ्नो रचना सहित र अहिलेसम्म हामीले कार्यक्रम सुरुवातदेखि अहिलेसम्म अब हामीले कति कृतिहरू हामीले रचनाहरू वाचन गरे, यो सबैलाई यदि उहाँले टिप्पण गर्नुभएको छ र मिल्छ भने एक प्रकारको समालोचना सहित अन्त्यमा यस कार्यक्रमलाई विसर्जन गरिदिन हुनको लागि म आजको यस कार्यक्रमको सभाध्यक्ष वीरेन्द्र केसीज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद विपिनजी। अत्यन्तै कुशलतापूर्वक कार्यक्रम सञ्चालन गर्नुभयो। कविता त विपिनजीको सधैँ त्यो शब्द चयनको हिसाबले त्यसले दिने अर्थ, भाव, सन्देश, त्यो अघि हाम्रो शैली सरले भन्नुभएको थियो, अत्यन्तै राम्रो कविता सुनाउनु भयो। म नेपाली साहित्य समाज न्युजिल्यान्डको अध्यक्ष हुँदा ध्यान चाहिँ त विगततिर पनि हुँदो रहेछ, धेरै ध्यान चाहिँ भोलितिर हुँदो रहेछ। हिजो कस्तो थियो त्यो हेर्नलाई हिजो पनि हेर्नु पर्यो, तर जीवन भनेको चाहिँ अहिले पनि हो, भोलि पनि हो। हिजो जन्मियो, अहिले छौँ, भोलि कतिसम्म जन्मिन्छ अथवा संस्था भोलि कसरी जान्छ होला, त्यतातिर पनि ध्यान जाँदो रहेछ। त्यो अर्थमा भन्नुपर्दा जब विपिनजीहरू जस्ता साहित्यमा दखल राख्ने, यो भोलिन्टियर काम हो तर पनि आफ्नो कामबाट समय निकालेर संस्थामा जोडिने उहाँलाई देख्दाखेरि साँच्चैकै नेपाली साहित्य समाज न्युजिल्यान्डको भोलि म उज्यालो देख्छु। विपिनजी, तपाईँलाई यो यसरी जसरी कार्यक्रम सञ्चालन गर्नुभयो त्यसको लागि म गर्वका साथ हार्दिक धन्यवाद दिन चाहन्छु। आजको यस कार्यक्रम नेपाली साहित्य समाज न्युजिल्यान्डले आयोजना गरेको दशैं शुभकामना तथा बधाई विशेष रचना वाचन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण साहित्यकारजीहरू तथा फेसबुक मार्फत हामीलाई हेरेर सुनेर साथ दिइरहनुभएका सम्पूर्ण साहित्य प्रेमी महानुभावहरूमा सर्वप्रथम म नमस्कार भन्न चाहन्छु। लास्टमा अथवा अन्तिममा बोल्नु भनेको चाहिँ मेरो आफ्नो बुझाइमा केही सुविधा पनि हो, केही चुनौती पनि हो जस्तो लाग्छ। सुविधा यो अर्थमा कि सबै कुरा आइसक्यो, म दोहोऱ्याउन चाहन्न भनेर आफ्नो कुरा टेनेर अन्त गर्न पाउने एउटा छुट पनि हुन्छ। त्यही कुरा किन दोहोऱ्याएर राख्नु भन्ने हिसाबले भने केही त बोल्नै पर्यो भनेर जब बोल्न लागिन्छ नि, बोल्न थालिन्छ, अनि के बोल्ने त, त्यही कुरा दोहोऱ्याएर त कुनै अर्थ पनि भएन। त्यो एउटा चुनौती पनि हुन्छ। तर केही कार्यक्रमहरू चाहिँ यस्ता हुँदा रहेछन् कि त्यही कुरा दोहोऱ्याएर तेर्याएर जति पटक दोहोऱ्याउँदाखेरि पनि त्यसको त्यही किसिमको मिठास, त्यही किसिमको कर्णप्रिय हुँदो रहेछ। आज हामी त्यस्तै कार्यक्रममा छौँ। नेपालीहरूको महान चाड दशैंमा छौँ। भर्खरै केही समय पहिला सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उपाध्यक्षमा निर्वाचित हुनुभएको डाक्टर रेणुका सोलीज्यूसँग छौँ। भर्खरै मात्र नेपाल सरकारबाट विभूषित हुनुभएका डाक्टर जानुका पौडेलज्यू हामीसँग हुनुहुन्छ।
नेपाली साहित्य समाज न्युजिल्यान्डको स्थापनादेखि अनवरत रूपमा रहिरहनुभएका हामीसँगै रहनुभएका आदरणीय सल्लाहकारजीहरू हुनुहुन्छ र यो सुखद अवसरमा मैले अघि भने नि जति कुरा दोहोऱ्याउँदाखेरि पनि मिठास नै हुन्छ। सर्वप्रथम म नेपाल लगायत विश्वका हरेक कुना कुनामा बसिराख्नुभएका प्यारा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विजयादशमी, दीपावली, नेपाल सम्वत र छठ पर्वको हार्दिक शुभकामना दिन चाहन्छु। यी पर्वहरू के कसरी मनाउने त्यो सम्बन्धमा हाम्रो डाक्टर रेणुका सोलीज्यूले अत्यन्तै सारगर्भिक हिसाबले अनुरोध गर्नुभएको छ। त्यसमा मेरो पनि त्यही किसिमको अनुरोध छ। पर्व मनाउँदा त्यसलाई एउटा खुसीको, हर्षको, मिलनको पर्वको रूपमा मनाउनु होला। देखासिखी गरेर एउटा पर्व मनाउँदा आफ्नो व्यवहार बिगार्ने हिसाबले नमनाउनु होला भन्ने मेरो विशेष अनुरोध छ। त्यसपछि आजको कार्यक्रमका विशेष आकर्षक भन्छु म। कार्यक्रमको हामीले यो कार्यक्रम ढाँचा गर्दाखेरि दसैँको शुभकामनासँगै त्यही स्तरमा नेपाली साहित्य समाज न्युजिल्यान्डलाई सुरुदेखि आफ्नो तर्फबाट शुभचिन्तकको रूपमा नेपाली साहित्य समाजको एउटा धेरै नजिकको सदस्यको रूपमा संस्थालाई माया गर्ने दुईजना डाक्टर रेणुका सोलीज्यू अन्तर्राष्ट्रिय नेपाली समाजको उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा हजुरलाई म मेरो व्यक्तिगत र नेपाली साहित्य समाज न्युजिल्यान्ड परिवारको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै पर्वल जनसेवाश्रीबाट विभूषित हुनुभएकोमा डाक्टर जानुका नेपाल पौडेलज्यूलाई पनि म हार्दिक बधाई दिन चाहन्छु। त्यस्तै भर्खरै मात्र उहाँले नेपाली साहित्यको आँगनमा तनुजा नामको कथा सङ्ग्रह लिएर आउनुभएको छ। उहाँलाई वेलकम टु द क्लब भन्छ। मलाई थाहा छैन डाक्टर साहबको पहिला पनि कुनै कृति निक्लिएको छ भने ठिकै छ, यो पहिलो कृति हो भने पहिलो कृति मार्फत साहित्यको आँगनमा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ। हजुरलाई त्यसको त लागि पनि बधाई तथा स्वागत छ। अनि यो कार्यक्रम चाहिँ दसैँ हाम्रो मुख्य चाड हो, दसैँको शुभकामना त्यो त ठिकै छ। तर रेणुका डाक्टर साहब र जानुका डाक्टर साहबलाई चाहिँ शुभकामना भनेर हामी चाहिँ किन जोड्यौँ भन्ने प्रसङ्गमा रेणुका डाक्टर साहबले जसरी भन्नुभयो नि मैले फेरि भन्दा त बिगार्छ भन्ने डर लाग्छ। तर कस्तो लाग्यो भने जस्तो हामी साहित्यमा छौँ, नेपाली भाषा र साहित्यको उन्नयन भनौँ, विकास विस्तार भनौँ मा आफूले जे जति सकिन्छ त्यो पुर्याउन हामी आफ्नो आफ्नो ठाउँबाट लागिराखेका छौँ। त्यो अर्थमा भन्दा हामीले एउटै कर्म गरिराखेका छौँ। त्यसले गर्दा हामी एउटै परिवार हौँ। विभिन्न सङ्घ संस्थामा जोडे पनि हामी एउटै परिवार हौँ। मलाई जहाँसम्म लाग्छ यो साहित्य भनेको समग्रमा साहित्यमा रुचि राख्नेको एउटा परिवार हो। चाहे हामी यो संस्था यो नामको संस्थामा हौँ अथवा त्यो नामको संस्थामा हौँ, हाम्रो ध्येय भनेको नेपाली भाषा र साहित्यको उन्नयनमा आफूले सक्दो टेवा पुर्याउने। त्यो अर्थमा भन्नुपर्दा हामी एउटै परिवारका सदस्यहरू हौँ। त्यसमा पनि नेपाली साहित्य समाज 2016मा स्थापना भएपछि हामीले यसलाई बिस्तारै न्युजिल्यान्ड बाहिर पनि यसको परिचय स्थापित गर्नको लागि हामीले जुन प्रयास गर्दैथ्यौँ त्यतिखेर अन्तर्राष्ट्रिय नेपाली समाजको महिला समिति अध्यक्षको रूपमा डाक्टर रेणुका सोलीज्यू र भाषा तथा साहित्य समितिको अध्यक्षको रूपमा डाक्टर जानुका पौडेलज्यू उहाँहरूसँग हामीले धेरै संयुक्त कार्यक्रमहरू सञ्चालन गऱ्यौँ। मलाई लाग्छ त्यसले नेपाली साहित्य समाज न्युजिल्यान्डलाई न्युजिल्यान्ड बाहिर चिनाउनमा मद्दत गरेको। अर्को अर्थमा ती संस्थाहरूमा डाक्टर रेणुका सोलीज्यू र डाक्टर जानुका पौडेलज्यू हुनुहुन्थ्यो र हामीले त्यो संयुक्त कार्यक्रम गर्ने अवसर पाएका थियौँ। यति भन्दा म एउटा कुरा के मिस गर्न चाहन्न भने अन्तर्राष्ट्रिय नेपाली समाजको उपाध्यक्षमा डाक्टर रेणुका सोलीज्यू पुगिसकेपछि स्वाभाविक रूपमा मेरो अपेक्षा फेरि बढेको छ। डाक्टर साहब मलाई माफ गर्नुहोला, कुनै दिन फेरि अन्तर्राष्ट्रिय नेपाली समाजसँग फेरि मिलेर संयुक्त कार्यक्रम गर्ने चाहना छ। मैले अध्यक्षजीसँग सम्पर्क गर्ने कोसिस गरेको तर विभिन्न कारणले गर्दा सम्पर्क हुन सकेन। हजुर त्यहाँ भएपछि
वीरेन्द्रजीको आवाज आएन। हाम्रो वीरेन्द्र थोरै बिजी हुनुभयो हाम्रो वीरेन्द्र सर, थोरै आइपुगिन्। बुझ्छौँ हामी, बच्चा भएपछि गाह्रो हुन्छ, के गर्ने विदेशमा छौँ। हजुर सरी, मलाई माफ गर्नु होला। होइन, केही छैन केही छैन। छोरी कुदेर आयो, हो नि, विपिनजीले भनिहाल्नुभयो। ठिक छ। हजुर हजुर, त्यो अर्थमा डाक्टर साहब मेरो अपेक्षा छ हामी कुनै दिन कार्यक्रम फेरि संयुक्त कार्यक्रम गर्न पाऊँ। हजुर त्यहाँ हुनु भनेको चाहिँ हाम्रो अत्यन्तै के भने प्रतिनिधिमा त्यो हिसाबले हामी बुझ्छौँ। हजुर हुनुहुन्छ, संयुक्त कार्यक्रम गर्न पाऊँ। महिला समिति, महिला तथा भाषा समिति अध्यक्ष डाक्टर रेणुका छरी जानुका डाक्टर साहब हुँदै हुनुहुन्छ। हामी संयुक्त रूपमा फेरि 3वटा संस्था मिलेर संयुक्त कार्यक्रम गर्न पाऊँ, त्यो मैले आशा र अपेक्षा राखेँ। यति भन्दै आजको कार्यक्रममा विशेष कारणवश उपस्थित हुन नसके पनि एनआरएनए न्युजिल्यान्डका अध्यक्ष उद्धव पौडेलज्यू, नेपाली साहित्य समाज न्युजिल्यान्डका सल्लाहकार बाबुराजा महर्जनज्यू अनि नेपाली साहित्य समाज न्युजिल्यान्डका उपाध्यक्ष नमिता दवाडीज्यूले यो दसैँको शुभकामना तथा डाक्टर द्वयलाई बधाई पठाउनु भएको छ। हाम्रो कार्यक्रम सञ्चालकज्यूले अघि त्यो सुनाउनु पनि भयो। मलाई चाहिँ अलिकति कुरा भन्न छुटाउनु मन के छैन भने हाम्रो नमिता दवाडीज्यू अहिले नेपालमा हुनुहुन्छ। मलाई एउटा फोटो पठाउनु भएको छ, उहाँ हस्पिटलमा भर्ना हुनु भएको रहेछ। उहाँको नेकमा समस्या आएर भर्ना छु, धेरै सिरियस त होइन दाइ, तर भर्ना भएको छु भन्नुभयो। म चाहिँ उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। आजको कार्यक्रम सञ्चालन आयोजना गर्नको लागि सहयोग गर्ने नेपाली साहित्य समाज न्युजिल्यान्ड कार्य समितिका सम्पूर्ण साथीहरूमा म धन्यवाद दिन चाहन्छु। कार्यक्रममा आएर आफ्ना विचार, दसैँको शुभकामना, डाक्टर साहबहरूलाई चाहिँ बधाई र डाक्टर साहबहरूले पनि नेपाली साहित्य समाजप्रति, जुन नेपाली साहित्य समाज न्युजिल्यान्डप्रति जुन किसिमको आफ्नो मनभित्रको भावना राखिदिनु भयो, यो संस्थाप्रति जुन आत्मीयता देखाइदिनु भयो, त्यसको लागि पनि डाक्टर साहबप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु। अनि हामीलाई फेसबुक मार्फत हेरेर सुनेर साथ दिइरहनुभएका साहित्य प्रेमी महानुभावहरूप्रति पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। कविता मलाई पनि एउटा कविता सुनाउन चाहिँ मन लाग्यो। अघि हाम्रो रेणुका डाक्टर साहबले घर आउनु है, त्यो कविता कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने कसैको कविता सुन्दाखेरि चाहिँ कसरी सुनिन्छ त्यसमा पनि भर पर्छ जस्तो लाग्छ। कहिलेकाहीँ चाहिँ त्यही कविता कसैलाई मनपर्छ, कसैलाई मन पर्दैन। डाक्टर साहबको कविता मलाई चाहिँ साँच्चीकै धेरै भित्र मनसम्म छोयो। त्यो कवितालाई जति हामी गहिरोसम्म हेर्छौँ, डाक्टर साहबले चाहिँ एउटा दाइहरूलाई यो पर्वको बेला घर फर्केर आउनु भनेर जसरी भन्नुभएको छ, हामी कैयौँ चाहेर विभिन्न बाध्यताको कारणले गर्दा जान सकिराखेका छैनौँ। जब त्यो जो मान्छेलाई त्यो बितिराखेको हुन्छ नि, त्यसपछि कति गहिरो लाग्छ। त्यसमा पनि डाक्टर साहबले चाहिँ जुन लय, जुन मिठाससँग वाचन गर्नुभयो, साँच्चैकै त्यसले चाहिँ मेरो भित्री मन छोएको छ। हाम्रो गोपालजीले चाहिँ दसैँको बारेमा भन्नुभयो, अनि हुन त विपिनजीले चाहिँ समस्या भन्नु, मैले टिपोट त गरिनँ, तर पनि सरस्वती भन्दाखेरि चाहिँ शैलेश सरले चाहिँ ल विपिनजीको जस्तो त म लेख्न सक्दैन भन्नुभयो, तर अत्यन्तै राम्रो कविता सुनाउनु शैलेश सरको। विपिनजीको त मैले अघि भनिहालेँ, सधैँ जस्तै निकै स्तरीय कविता थियो। अनि विनोद भोगाई सरको चाहिँ त्यो कविता के एक किसिमले भन्दा समसामयिक, त्यो पनि अत्यन्तै राम्रो थियो। अनि हाम्रो जानुका पौडेल डाक्टर साहबको चाहिँ कविता जहिले पनि म लेख्दैन भन्नुहुन्छ, तर सधैँ सरल अत्यन्तै मिठा हुन्छन्। हाम्रो पशुपति कर्मचारी अङ्कलको हाइकु र कविताहरू त्यो सरल भाषामा अत्यन्तै सन्देश दिएको हुन्छन्। त्यो अर्थमा भन्नुपर्दा आजका कविताहरूमा दसैँको शुभकामना थिए, म धेरै जसो र सबै आफ्नै हिसाबले स्तरीय थिए। मैले एउटा कविता गजल भनौँ, गजल म सुनाउन चाहन्छु। आजको यो अवसरमा जस्तो रेणुका डाक्टर साहबले दसैँ नेपाल मतलब फर्किआउनु भन्नुभयो, अनि यो विदेशमा चाहिँ कस्तो हुँदो रहेछ भने विदेशमा जाने एउटा रहर हुँदो रहेछ। अनि विदेशमा गइसकेपछि चाहिँ त्यो मलाई कहिलेकाहीँ कस्तो लाग्छ भने एक किसिमको मिठो जेल जस्तो लाग्छ विदेश। त्यो मिठो छ, यो कारणले गर्दा मान्छे त्यो जेलमा बसिरहेछ। तर जति मिठो भने जेल भनेको जेल नै हो, त्योभन्दा धेरै स्वतन्त्रता हुँदो रहन्छ। त्यही परिवेशमा मैले लेखेको एउटा गजल म सुनाउन चाहे। परवासमा तीज तिहार आए जस्तो हुन,
परवासमा तीज तिहार आए जस्तो हुन्न, थाहा भयो जीवन यहाँ गाए जस्तो हुन्न। बाबा आमा देश सम्झी जब झर्छ आँसु, भोज भोजन पनि यहाँ खाए जस्तो हुन्न। गाडी चढी ओठमा हाँसो देखाएर हिँड्यो, तर मनमा भने शान्ति छाए जस्तो हुन्न। आफ्नै छोरा छोरी पनि हुर्की बढेपछि उनको राय बाआमाको राय जस्तो हुन्न। यो चाहिँ अत्यन्तै तितो यथार्थ हो। खास गरी हुन त यो पिढीको जेनेरेसन ग्याप भन्छन् त्यो पनि होला। हामी त हाम्रो बाबा आमाको कुरासँग विचार मिल्थ्यो जस्तो लाग्छ, तर अहिलेको जेनेरेसन नेपालमा थाहा छैन। यो बाहिरको जेनेरेसन यिनीहरू चाहिँ अलिकति इन्डिपेन्डेन्ट हुने सिकाउँदो रहेछ क्या स्कुलमा, अनि उनीहरू चाहिँ प्यारेन्ट्सको विचारसँग ठ्याक्कै मेल चाहिँ खाँदो रहन्छ। अनि त्यो मैले फरक पाएको। मैले कहिलेकाहीँ हाम्रो बुवा आमाले यो गर भन्दा मेरो बुवा आमाले त मैले मनले रोजेकै कुरा भन्नु अथवा मिल्थ्यो, बुवा आमाले भनेको कुरासँग ठ्याक्कै मिल्थ्यो, तर बच्चाहरूको चाहिँ मिल्दो रहेछ। उनीहरू डिबेट गर्दो रहेछ, होइन त्यो होइन यो ठिक हो भन्दा रहेछ। त्यो राम्रो पनि होला नराम्रो पनि होला, तर राम्रो नराम्रो भन्दा पनि विचार चाहिँ फरक हुँदो रहेछ जस्तो लाग्छ मलाई। 2-4 पैसा कमाइ होला स्वदेशमा भन्दा, तर पनि मनले शान्ति पाए जस्तो हुन्न। शान्ति र सुख भनेको फरक कुरा हुन्। पैसाले चाहिँ सुख त किन्न सक्छ तर शान्ति किन्न सक्दैन। मेरो आफ्नो बुझाइमा म चाहिँ 2016 नेदरल्यान्ड गएँ। झन्डै अहिले 2022 मा छौँ, झन्डै 2 दशक। तर विदेशको मेरो बसाइ चाहिँ म समग्रमा बुझ्दाखेरि चाहिँ अब केही प्रतिशत आनन्दित हुनुहुन्छ होला, केही धेरै जसो चाहिँ मलाई कस्तो लाग्छ त्यो खुसी त छ, तर त्यो खुसी साँच्चीकै खुसी छ त। अनि रेणुका डाक्टर साहब र जानुका डाक्टर साहबको अगाडि मैले यस्तो कुरा किन पनि भन्दैछु भने रेणुका डाक्टर साहब र जानुका डाक्टर साहब हाम्रो नयाँ नेपाल भन्छौँ, त्यो नयाँ नेपालको लागि भोलिको आशा हुनुहुन्छ। मैले उहाँहरूलाई चाहिँ साहित्यकारको रूपमा मात्रै हेरिराखेको छैन। हजुर हामीले सबैले बुझेका छौँ साहित्यभन्दा बाहिर पनि यो अरू सामाजिक समानताका कुरा विभिन्न कुरामा उहाँहरू सक्रिय हुनुहुन्छ र हामी टाढैबाट पनि आशा गरिरहेका छौँ भोलि कुनै दिन नयाँ नेपालको नेतृत्वमा कुनै तहमा पुगेर उहाँहरूले काम गरेको हेर्ने इच्छा छ, कार्यकारी पदमा पुगेर काम गरेको हेर्ने इच्छा छ। अनि त्यो अर्थमा मैले यो डाक्टर साहबलाई त्यो सुनाउन पनि ठिकै जस्तो लाग्यो, किनभने उहाँहरूलाई ओहो विदेशमा ठुलो हिस्सा छ, उहाँहरूको फिलिङ के छ त हुन त उहाँ डाक्टर साहबलाई थाहा छ, तैपनि मैले आफ्नो तर्फबाट त्यो सेयर गरौँ जस्तो लाग्यो। बोल्दा धेरै बोले जस्तो लाग्यो, यसको लागि मलाई माफ गर्नुहोला। अन्तमा हजुरहरू सबै आज उपस्थित भएर यो कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु भएकोमा हजुरहरू सबैप्रति हार्दिक धन्यवाद दिँदै हजुरहरूको समय सुखद रहोस् भन्दै फेरि पनि सबैलाई बडा विजयादशमीको शुभकामना सहित आजको कार्यक्रम यही अन्त भएको निवेदन गर्न चाहन्छु। धन्यवाद।